आज चाहिँ हाम्रो दिदीको चाहिँ दोस्रो दिन है दिदी ल सिधा गर्नु त ल घुमाउनु बिस्तारै दिदीको चाहिँ आज दोस्रो दिनमा स्टियरिङ कन्ट्रोल पनि एकदम राम्रो छ दिदीले चाहिँ हाम्रो आफ्नो ट्र्याकलाई नछोडिकन मजाले ड्राइभ गर्दै हुनुहुन्छ नडराइकन चलाउनु है दिदी ढुक्क भएर मजाले डराउनु हुँदैन तपाईले सजिलो गरेर सिकाउनु भयो किन डराउनु रहेछ त बिस्तारै आरामले ढुक्क तालले सिकाउनु भयो बरु पहिला स्कुटर सिक्दा डराइरो थिएँ अहिले गाडी सिक्दा डराए ल बिस्तारै रोक्नु त ल कस्तो अनुभव गर्नुभएको छ दिदी पहिलोचोटि गाडी चलाइराख्दा म त हिजो फर्स्ट टाइम आएको मलाई 1 विक जति चाहिँ लाग्छ होला आफै चलाउन जस्तो लागेको थियो हजुर तर मैले त हिजो पनि अलिअलि चलाएँ आज त आफै चलाएको छु सबै टोटल्ली है ल ल बिस्तारै जाउँ दिदी है ल बिस्तारै क्लच गर्नु सँगै बसेर चाहिँ सिकाइदिनु भयो हजुर त्यसले गर्दाखेरि चाहिँ सजिलो भएको छ ढुक्क भएको छ मैले केही भयो भने तपाईँ हुनुहुन्छ भन्ने चाहिँ मलाई लागेको छ त्यो भएर म ढुक्क छु ल बिस्तारै घुमाउँदै दिदी ल दिदीको चाहिँ स्टियरिङ कन्ट्रोल पनि एकदम पर्फेक्ट छ है त आज सेकेन्ड दिनमै दिदीले चाहिँ धेरै राम्रो चलाउने भइसक्नु भएको छ ल धन्यवाद दिदी हस् तपाईँलाई पनि धन्यवाद राम्रोसँगले सिकाउनु भएको सबैजना साथीहरू नि यहीँ सिक्न आउनु भनेर चाहिँ म चाहिँ अब गएर चाहिँ आह्वान गर्नेछु ओके धन्यवाद दिदीलाई राम्रो लाग्यो यहाँ